गुड मर्निङ फ्रम चितवन नेसनल पार्क। अहिले चाहिँ हामी घडियाल संरक्षण क्षेत्रमा इन्ट्री गर्दैछौँ। यो देख्न सक्नुहुन्छ। यु क्यान सी द स्ट्याचु अल्सो एन्ड विथ माई फ्रेन्ड्स। यसमा चाहिँ घडियाल गुइँलाई संरक्षण गरेर बेबी टु अलि हिँड्न सक्नेसम्म राखेर अनि त्यसपछि चाहिँ राप्ती नदीहरूमा चाहिँ छोडिन्छ। यो बक्समा लिएर गएर छोड्ने प्रक्रियामा युज हुन्छ। यो बक्सभित्र चाहिँ घडियाल गुइँ। यो चाहिँ बच्चा अन्डादेखि लिएर प्रोसेसमा स्टार्टिङ बेबी क्रोकोडाइल, त्यो पछिको चाहिँ यतिको हुँदै प्रोसेसमा चाहिँ ठुलोसम्म बनाइनेछ। तपाईँ देख्न सक्नुहुन्छ। अलिक क्लियर चाहिँ आएको छैन। यो भित्र चाहिँ तपाईँले देख्न सक्नुहुन्छ स्टार्टिङको बेबी। त्यसपछि चाहिँ डेट अफ बर्थ छ है यसमा, र यहाँ हेर्न सक्नुहुन्छ। यो चाहिँ एराउन्ड 4-5 वर्षको र 4-5 वर्षको भइसकेपछि चाहिँ यसलाई नारायणी र राप्तीमा लगेर छोड्ने प्रक्रिया गरिनेछ। यो चाहिँ घडियाल संरक्षण केन्द्रभित्र छु अहिले म, चितवन राष्ट्रिय निकुञ्जभित्र कसारा। हामी यहाँ छ र तपाईँ देख्न सक्नुहुन्छ टक्क 5 वर्षपछि चाहिँ योलाई लगेर चाहिँ नारायणी र राप्तीमा छोड्ने उस हुन्छ। तपाईँ देख्न सक्नुहुन्छ। सनलाइटको मजा मान्नु। इन्फर्मेसन चाहिँ यहाँबाट पढ्न सक्नुहुन्छ पज गरेर तपाईँहरूले। यो चाहिँ अहिले हामी घडियाल प्रजनन केन्द्रमा छौँ र यो टुर हाम्रो आजको यो टावर तपाईँ देख्न सक्नुहुन्छ। घडियाल गुइँहरू How is your trip, guys? Going good. घडियाल प्रजनन केन्द्रबाट हामी अहिले टावरबाट छौँ र यो देख्न सक्नुहुन्छ। मजा लिइरहेको छ पानी र घामको। प्रोसेस चाहिँ मैले भनिसकेँ। अन्डाबाट बच्चा हुँदै ठुलो बनाएर चाहिँ राप्ती र नारायणी नदीमा छोड्ने गरिनेछ। बक्सा पनि अलि अघि देखाएको थिएँ मैले। त्यहाँ छ बक्सा पनि। त्यो बक्सामा ल देख्न सक्नुहुन्छ। त्यो बक्सा हो। लगाइज स्टे ट्युन। अहिले चाहिँ हामी कसारामा छौँ, चितवन राष्ट्रिय निकुञ्जभित्र। चेस म्यान वेट। यो चाहिँ क्रोकोडाइल घडियालको अन्डा अनि स्टार्टिङ प्रोसेस चाहिँ योबाट अनि अघि देखाएको बच्चाहरू साना ठुला हुँदै एक्सप्लेनेसन छ यहाँ घडियालको। र यु क्यान सी गाइज, दिस इज अ पिक्चर over here from